हेलो गाइज, आज चाहिँ इटरीमा रहेको किरात छिमेकी वातुङ परिवारको श्रमदान कार्यक्रम थियो। अनि म चाहिँ श्रमदानको लागि रेडी भएँ जानलाई। तल गएर आज यो बाइक लिएर जानु पर्यो भनेको यसको कन्डिसन अलिक ठिक रहेन रहेछ र मैले लगिनँ यो बाइक। मसँग चाहिँ सम्झना राईजी हुनुहुन्छ। हामी दुईजना चाहिँ कुट्टे कोदाली बोकेर गयौँ श्रमदानको लागि। मैले चाहिँ 220 लिएर गएको थिएँ क्या। अब नकुदाको धेरै भयो, अलिक गाह्रो त भएको थियो र पनि हामी गयौँ दुईजना सर हावा खाँदै। शीतल थियो क्या बाहिर चाहिँ, हावाहरू आइरहेको थियो। अनि हामी गयौँ। फाइनली हामी चाहिँ श्रमदान गर्ने ठाउँ पुग्यौँ, किरात छिमेकी वातुङ परिवारको भवनमा। हामी पुग्दा चाहिँ नानाहरू अलरेडी आइसक्नु भएको थियो। अनि हामी पनि नानाहरूसँगै काम गर्नको लागि गयौँ। अनि खासमा चाहिँ यो चाहिँ श्रमदान के को लागि भन्दाखेरि किरात छिमेकी वातुङ परिवारको भवनमा चाहिँ खानेपानीको पाइप लानुपर्ने थियो। अनि त्यही भएर हामी चाहिँ सबैजना मिलेर त्यहाँनिर गएको हो कि पाइप जडानको लागि गएको हो खासमा चाहिँ। अनि त्यसपछि फाइनली बाहिर चाहिँ गर्मी भए पनि अलिअलि हावा चलिरहेको थियो। अनि रमाइलो भयो सबैजनासँग मिलेर काम गर्दा चाहिँ। अनि यहाँ हेर्नु है त, मेरो खुट्टा यस्तो हिलो भएको थियो क्या। हामी पहिनीभित्र पसेको थियौँ नि त, त्यही भएर पनि होला। अनि हामीलाई चाहिँ भोक लागेर चाहिँ बिस्कुट खाएको थियौँ क्या, गुड डे बिस्कुट। भोकको बेलामा त जे पनि मिठो हुन्छ भने जस्तै। अनि फाइनली हामीले सक्यौँ हाम्रो काम, हाम्रो श्रमदान सकेर हामी चाहिँ घर फर्क्यौँ। मेरो बाइकको हालत चाहिँ यस्तो छ है, यहाँनिर पार्किङमा राखेको थिएँ, निकाल्ने यति गाह्रो भएको थियो र पनि ठिक छ भनेर हामी चाहिँ सर र दुईजना फर्क्यौँ घरतिर काम सकेर।